सम्पूर्णलाई नमस्कार। आज यो मेरो युट्युब च्यानल राजेश गुरुङ पोखरामा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज असार 10 गते 2083 साल बुधबारको दिन आज म हजुरहरूलाई यो पोखराको बस पार्कको आज 7औं दिन जो भत्काउन सुरु गरेको 7औं दिन हो। आज म हजुरहरूलाई यसको वरिपरिको दृश्यहरू सिरियली देखाउन गइरहेको छु। यो चाहिँ डोमेस्टिक एयरपोर्ट, पोखराको पुरानो एयरपोर्ट। हालमा चाहिँ पुरै झारहरूले घाँसहरूले चाहिँ भरिएको छ। अहिले धावन मार्ग पनि त्यति क्लियरली देखिएको छैन। यही हो धावन मार्ग। यो बस पार्कको बाउन्ड्रीसँग जोडिएको छ। अब म यो बस पार्कको एरियामा इन भएँ। अब हेर्नुहोस् है, आज पोखराको यो बस पार्क भत्काउनेको 7औं दिन हो। आज के कस्तो चेन्जेस भएको छ म हजुरहरूलाई क्रमिक रूपले देखाउने छु। हजुरहरूले हेर्नु होला र काम चाहिँ कति भइरहेको छ हजुरहरूले चाहिँ यहाँ आकलन गरेर मूल्याङ्कन गरेर इन्जोय गरेर हेर्नु होला हजुर। र हेर्नुहोस्, अब यो एरिया हेर्नुहोस्, पहिला चाहिँ यहाँ चाहिँ पुरै कङ्क्रिट फोहोर मैलाहरू थियो। आज पुरै पूर्ण तरिकाले पुरै समाइसकेको छ। यहाँ चाहिँ गाडीहरू पार्क गर्न मिल्छ हालमा, तर हालमा गरेको छैन, तर गर्यो भनेदेखि मिल्छ है हजुर। अब यहाँ चाहिँ पुरै पहिला टहरा होटलहरू चाहिँ भन्दै आएको थिएँ नि। यहाँ चाहिँ बारम्बार अघिल्लो भिडियोहरूमा मैले भन्दै आइरहेको थियो, यो बस पार्क मेन हाइवेदेखि लिएर ठ्याक्कै पुरानो एयरपोर्ट डोमेस्टिक एयरपोर्टको ठ्याक्कै पछाडिको बाउन्ड्री एरियासम्म पुग्छ भन्ने म आज हजुरहरूलाई चाहिँ यहाँ यो भिडियो मार्फत चाहिँ देखाएर प्रमाणित गर्नेछु। यो 3 खण्डमा रहेको टहराहरूको यो एरियामा चाहिँ पहिला चाहिँ व्यापारिक केन्द्र मात्र थियो। यहाँ बसोबास गर्ने एरिया चाहिँ थिएन है। बसोबास गर्ने जो एरिया छ त्यो पछाडिपट्टि छ, जो स्टिल सेम लाइक बिफोर पहिलाको जस्तै छ। र यो व्यापारिक केन्द्रको टहरा मात्र अहिले हालमा हटाएको हो। र हटाए पश्चात चाहिँ अहिले कस्तो देखेछ हजुरहरूले चाहिँ हेर्नु होला भिडियो मार्फत, पुरै क्लियर छ। हजुरको पृथ्वी चोक जाने बाटोको हाइवेदेखि यो डोमेस्टिक एयरपोर्ट जो पुरानो एयरपोर्ट थियो पोखराको, त्यहाँको बाउन्ड्रीसम्म चाहिँ हजुरले वार पार गरेर देख्न सक्नुहुनेछ। यहाँ चाहिँ कुनै भन्नाले रोकावट छैन, किनकि यहाँ चाहिँ यो बिचमा चाहिँ कुनै बिल्डिङहरू कुनै संरचनाहरू छैन। अहिले क्लियर छ। यो बस पार्क पृथ्वी चोकको आडैमा भएको हाइवेदेखि लिएर यो डोमेस्टिक एयरपोर्टको बाउन्ड्रीसम्म फैलिएको छ। अब यहाँ चाहिँ यो विस्थापित गरे पश्चात चाहिँ अब हेर्नुहोस् है, हजुरहरूलाई म क्लियरली देखाइदिन्छु। यो हो एयरपोर्टको यो लास्ट बाउन्ड्री एरिया हो। यहाँ चाहिँ अब मान्छे हिँड्ने बाटो छ। अब त्यहाँ चाहिँ हेर्नुहोस्, अब यो झ्याडी छ पुरै। यो चाहिँ डोमेस्टिक एयरपोर्टको एरिया हो। यहाँ चाहिँ अब आर्मीको पोस्ट पनि छ। यहाँ चाहिँ पुरै तारे जाली हालेर बारेको छ। र उतापट्टि बस्ती छ है, पहिलाको जस्तै छ। त्यहाँ चाहिँ केही छोएको छैन। यो डोमेस्टिक एयरपोर्टको एरिया हेर्नुहोस् हजुरहरूले, यहाँ कस्तो भएको छ। यो जीर्ण अवस्थामा छ। यसलाई के गर्नुपर्ने हो, महानगरको ध्यानाकर्षण हुन पर्यो। र उतापट्टि हेर्नुहोस्, अब गोरेटो बाटो छ, बस्तीहरू पनि छ। यो हालमा चाहिँ विस्थापित गरेको एरिया यो हो, गोरेटो बाटो एरिया। उता बस्तीतिर जाने बाटो हो। अब यहाँ हेर्नुहोस्, छ्याङ्ग देखेको छ।
यो हो पोखरा बस पार्कको मुटुमा रहेको वास्तोला कम्प्लेक्सको संरचना विस्थापित गरेको दृश्य। यहाँ चाहिँ ठुल्ठुलो फलामको मेटेरियल्सहरू जस्तै पिल्लरहरू, ठुल्ठुलो रडहरू सबै चाहिँ सिफ्ट गराइसकेको छ, लैसकेको छ। अहिले चाहिँ हालमा चाहिँ अलिअलि मात्र पेन्डिङ छ, त्यो पनि रिमुभ गर्दैछ। र हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ इँटहरू छ, त्यो पनि लैजाँदैछ गाडीमा हालेर। उतापट्टिको त्यो भवन पनि बिस्तारै भत्काएर लैजाँदैछ। यो एरियामा अलिकति पेन्डिङ छ र 2 खण्डमा रहेको जो उतापट्टिको एरिया छ त्यो चाहिँ क्लियर भइसकेको छ। र यो पञ्चरत्न पेट्रोल पम्प चाहिँ अस्ति 2-3 दिन अगाडि देखाएको भिडियोमा कस्तो थियो त्यस्तै नै छ। र यहाँ चेन्जेस भनेको जस्ट 2टा एरियामा क्लियरली सफा भएको छ र अलिकति पेन्डिङ छ यो वास्तोला कम्प्लेक्स भएको एरियामा। अब यो चाहिँ कमर्सियल एरिया चाहिँ हालमा भएको जो टहराहरू थियो त्यो विस्थापित गरेको हो र रेसिडेन्टल एरियाको टहराहरू चाहिँ यो स्टिल चाहिँ पहिलाको जस्तै छ। यो एरिया पछाडि छ है हजुर। त्यहाँको अब कागजी डकुमेन्ट्सहरू चाहिँ के कस्तो छ त्यो चाहिँ अब महानगर अनि प्रदेश प्लस केन्द्र सरकारले चेक गरेर त्यही अनुसार ट्रिट गर्छ है। हजुरहरूले चाहिँ सधैँभरि यसरी नै यो मेरो युट्युब च्यानलको भिडियोमा लाइक, सब्सक्राइब, कमेन्ट गरेर साथ दिनु हुन विनम्र अनुरोध गर्दछु। र पूर्ण रूपले साथ दिएको म हजुरहरूलाई चाहिँ नमन तथा आभार प्रकट गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क्स टु अल। देशको हो तिमी नाता के हो, तिम्रो कुन ठाउँमा हुर्क्यौ, कुन ठाउँमा जन्मियौ, आखिर तिमीलाई विदेशी डलरले निष्ठुरी बनायो। बोल्दा पनि पैसा लाग्ने जस्तो हुने, भाग्न पनि पैसा लाग्ने जस्तो हुने, के त्यस्तो टुना बुना लगायो तिम्रो विदेशी डलरले। पक्कै तिमीले भुलेको हो आफ्नो जन्मभूमि, मलाई आशा छ कि तिमी एक दिन फर्केर आउँछौ। यदि तिमी आएनौ भने भेटौला अर्को जुनी। कुन देशको हो